साथीहरु नमस्ते। मलाई हेरेर बस्नुहुने, मलाई सब्स्क्राइब गर्नुहुने सम्पूर्ण साथीहरुलाई मरी धन्यवाद। सोच्नुहुन्छ होला अब यो मान्छेले चाहिँ नि सधैँ एउटै भिडियोमा भिडियोमा आउँदाखेरि एउटै कपडा लगाउँछ, कस्तो खाले मान्छे होला भनेर सोच्नुहुन्छ होला। मैले कपडा चाहिँ डिफरेन्ट लगाउँछु, तर ड्रेस चाहिँ एउटै लगाउँछु है। कपडा दिनदिनै फेरेको हुन्छु, तर ड्रेस चाहिँ एउटै हुन्छ, किनभने म पनि काम गरेर खाने मान्छे हो है। कहिलेकाहीँ चाहिँ नि भिडियो बनाउनु मन लाग्छ। नेपालको परिस्थिति हेर्दाखेरि चाहिँ नि अलिकति मनै खिन्न भएर आउँछ क्या। त्यो मनै खिन्न हुँदाखेरि मनका भावहरू चाहिँ नि पोखिन्छन् नि त होइन। त्यही मनका भावहरू पोख्नको लागि भिडियो बनाउने गर्छु। सो ड्रेसको लागि चाहिँ कम्प्लेन नगरिदिनु होला। अनि के भन्न चाहन्छु भन्दाखेरि मेरो भिडियोहरू कस्तो लाग्छ तपाईहरुलाई सुझाव सल्लाह पनि दिनु होला। र भिडियोलाई लाइक शेयर कमेन्ट अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। धन्यवाद।